सक्नुहुन्छ है दर्शकबिन, यो काठमाडौँको दृश्य हो। काठमाडौँको यो गुम्बाराही तरकारी तथा फलफुलको खुद्रा मूल्य सब डुबान छ आज, एकदम डुबान परेको अवस्था। 1 घण्टाको पानी लगभगले यस्तो अवस्था, जाम। आलु सब डुबेछ, आलु तलपट्टि, यो तलपट्टि आलुको गोदामहरू थियो, आलु प्याजको, र यो जेनेरेटर पनि डुबेको छ। अहिले पनि पानी परिरहेकै छ। यस्तो भयानक दृश्य यो काठमाडौँकै है। फेरि यो चाहिँ कुनै अरू देशको होइन, यहाँ पानी कटाउनको लागि कोसिस भइरहेको छ ढलबाट। ढल जाम भएर यस्तो भएको हुनसक्छ। हेर्न सक्नुहुन्छ है। ओहो, फेरि पनि पानी पऱ्यो, सक्नुहुन्छ है दर्शक। पनि प्रहरी पनि आउँदै हुन्छ। आमामामामा गाइस, यस्तो डेन्जर एकैछिनको पानीमा। ल हेर्नुहोस् त, धुमाराईको तरकारी तथा फलफुल प्रायः सबैलाई थाहा छ यो ठाउँ। ल है साथीहरू, ल हेर्नुहोस् है, यस्तो दृश्य तपाईँले देख्नु भएको छ। यो काठमाडौँकै दृश्य हो। यहाँ आज धेरैको क्षति भएको छ। आलु प्याजको तलपट्टि गोदाम छ भने माथिपट्टि तरकारीहरू माथिपट्टि डुबेको छैन, तलपट्टि चाहिँ सबै डुबेको अवस्था छ। यो अवस्था छ, हेर्न सक्नुहुन्छ है।